आजकल यो काठमाडौँको पार्कहरूमा पनि भैँसीहरू आउनु थाले जस्तो लागिरहेको छ भैँसीहरू पो देख्न थालेको छ आजकल त तर मान्छेहरू पनि खासै त्यस्तो राम्रो देखेन भैँसी त्यही पनि कालो कालो भैँसीहरू के गाइस है एकदम पार्कतिर कसलाई भन्नुभयो मलाई भन्नुभयो होइन म त यहाँ भिडियो बनाइरहेको छु बहिनी होइन म भैँसीको बारेमा यहाँनिर केही व्याख्या गर्दैछु क्या त्यही भएर कालो भैँसीहरू एकदमै डेन्जरस हुन्छ है गाइस रिसा पनि एकदमै हुन्छ होस पुऱ्याउनु पर्छ बाटोमा मलाई भन्नु खोज्नुभयो होइन हो बहिनी होइन के होइन म भैँसीको बारेमा व्याख्या गर्दैछु क्या पार्कमा आएर यहाँ तपाईँले भैँसी कहाँ देख्नुभयो अघि यहीँबाट भैँसी गइरहेको थियो क्या पार्कमा चाहिँ कसले भैँसी एन्ट्री गर्नु दिन्छ हौ फेरि अब भैँसी आयो बहिनी भैँसी देखेँ त्यही भएर भैँसीको बारेमा भन्दैछु क्या मेरो भिडियोमा नि खिचेको छु मैले हो हामी पनि सधैँ आउँछौँ खै हामीले अहिलेसम्म देखाएको छैन भैँसी एन्ट्री गरेको कुनै पार्कमा यहाँनिर भैँसी आयो भने मैले देखेँ तिमीले देखेन होला अघि भर्खर आएको तिमी त्यही भएर तिमीले देखेनौ मैले देखेँ कालो भैँसी डरलाग्दो थियो एकदम रिसा स्वाइँ हानुला जस्तो एकदम डेन्जरस है गाइस एकदम रिसा थियो भैँसी मान्छेलाई त बिना टिकटको एन्ट्री हुँदैन भैँसीलाई चाहिँ कसले एन्ट्री दियो फेरि ओहो भैँसीलाई त पैसै चाहिँदैन नि उनीहरू त जनावर हो उनीहरू त आफै आउन सक्छ आफै बस्न सक्छ केही सोध्नै पर्दैन